हेलो एभ्रिवान, मैले चाहिँ आज न्यू ब्रन्सविक रिलेटेड अपडेट लिएर आएको छु। न्यू ब्रन्सविकमा चाहिँ 2025 मा चाहिँ पहिला 1500 कोटा थियो हैन पीएनबी को लागि, जुन चाहिँ 50% हो एज कम्पेयर टु 2024। मार्क मिलर जुन फर्मर इमिग्रेसन मिनिस्टर हुँदाखेरि चाहिँ प्रोभिन्सेसहरूले चाहिँ रेफ्युजीहरू चाहिँ एक्सेप्ट गराएको थिएन के, अनि द्याट्स वाइ मार्क मिलर डिसाइडेड टु कट डाउन पीएनबी कोटाज बाई 50% हैन। अनि अहिले चाहिँ न्यू ब्रन्सविकले चाहिँ 400 जना चाहिँ रेफ्युजीहरू चाहिँ एक्सेप्ट गर्ने भएको छ। सो द्याट्स वाइ आईआरसीसी अथवा फेडरल गभर्नमेन्टले चाहिँ 1500 बाट 4250 बनाइदिएको छ न्यू ब्रन्सविकको पीएनबी कोटा हैन। सो अब जो न्यू ब्रन्सविकमा हुनुहुन्छ हैन, अथवा न्यू ब्रन्सविक रिलोकेट गर्ने सोच्दै हुनुहुन्छ, भेरी गुड अपर्च्युनिटी हैन। पीएनबी को कोटा बढेसँगै अब जसको फाइल पुलमा थियो हैन, तिनीहरूको आइटी आउने चान्सेस छ, एक्सप्रेसन अफ इन्ट्रेस्ट बनाएर बसेकोहरूको हैन। अब जसले एप्लाई गर्नेवाला छन् हैन, उनीहरूलाई पनि गुड लक भन्न चाहन्छु। अनि अर्को कुरा चाहिँ न्यू ब्रन्सविकले पनि आफ्नो प्रायोरिटी सेक्टरमा नै नोमिनेट गर्ने भनेर भनेको छ हैन, विच इज भेरी कमन नाउ। प्रायोरिटी सेक्टरहरूमा चाहिँ कुन पर्छ भन्दा हेल्थ, एजुकेसन, कन्स्ट्रक्सन, ट्रेड्स परेको छ हैन। सो ट्राई टु गेट जब्स इन दिज सेक्टर्स। सो कोटा बढेसँगै हैन अब चान्स पनि बढेको छ, यसरी बुझ्न पर्यो। अब न्यू ब्रन्सविक चाहिँ एउटा 2025 मा चाहिँ राम्रो अप्सन हुनसक्छ, किन भन्दाखेरि अझै 6 महिना बाँकी छ के। अनि 6 महिनामा 4250 भनेको धेरै नै हो फर अ स्मल प्रोभिन्स लाइक न्यू ब्रन्सविक है त।